सर्वप्रथम त प्रतिनिधि सभाको हिजोको बैठकले सभामुखको निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशन गर्न श्रीमान महासचिवले निर्देश गरे बमोजिम सचिवालयले हिजो निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशित गरेको थियो। प्रकाशित कार्यक्रम अनुसार चाहिँ सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ताका लागि बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्मको समय निर्धारण गरिएको थियो। यो समयमा आज एकमात्र प्रस्ताव दर्ता हुन आएको छ। प्रस्तावक माननीय रवि लामिछाने रहनु भएको छ भने समर्थक माननीय सदस्यहरू शोभिता गौतम, डाक्टर स्वर्णिम वाग्ले र सुनिल लम्साल रहनु भएको छ। उहाँहरूले माननीय सदस्य डोल प्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव दर्ता गर्नु भएको छ। प्रस्ताव 11:05 दर्ता भएको हो। 22 गते बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुन्छ र समर्थन गर्ने सदस्यहरूले समर्थन गरिसके पछाडि एकमात्र प्रस्ताव दर्ता हुन आएकोले त्यस पछाडि निर्विरोध घोषणा हुन्छ। मैले जुन जिम्मेवारी पाउँदैछु त्यो निर्णय अझ यसको काम बाँकी नै छ, प्रक्रियामा छ। त्यसकारणले प्रक्रिया सकिएर मैले त्यो जिम्मेवारीमा पुगेँ भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा, यो राष्ट्र र राष्ट्रियताको हितमा व्यवस्थापकीय जुन हाम्रो व्यवस्थापिका छ, हामी कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जुन विषय छ त्यसमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्यायसम्मत मैले गर्नेछु।